के गर्नु नुहाउनै पर्यो समुद्रको तालमा। अब गाइस म पनि गएर नुहाउँछु हस् त। साथीहरु अहिले म के भन्छ समुद्रको किनारामा छु है। एकदमै ठुलो ठुलो डल्फिनहरु देखाउन आएको छु म तपाईहरुलाई। ठुलो ठुलो डल्फिनहरु है त। के गर्नु तपाईहरुलाई डल्फिन देखाउनै पर्यो। लु हेर्नुस् डल्फिनहरु। डल्फिन हाम्रो डल्फिनहरु सानो डल्फिन पनि छ, ठुलो डल्फिन पनि छ, लुते टाइपको यो कुपोषण लागेको डल्फिन पनि छ। हेर्नुस् डल्फिन पर चाहिँ अर्को डल्फिन पर जाँदैछ। त्यो डल्फिन त वेल माछा हो। साथीहरु डल्फिन नाचेको आहा कति राम्रो नाचेको। ल साथीहरु अब चाहिँ जान्छु है त म ल। हस् टाटा। ओइ डल्फिन माछा बाहिर निस्क्यो। लु अरे डल्फिन ओ डल्फिन ला डल्फिन पनि हिँड्दै रहेछ यार। ल गाइस डल्फिन पनि हिँड्दै रहेछ गाइस। भाइले माछा भाइ यार। ओहो यहाँ त मेन भर्सेस वाइल्ड गर्नुपर्छ जस्तै छ। हेर्नुस् त साथीहरु हेर्नुस् त। ल म बिस्तारै हिँड्दैछु है त मेन भर्सेस वाइल्ड गर्नलाई। यो चाहिँ भनेको 35 अरबको जङ्गल हो। यो 35 अरबको जङ्गलमा तपाईहरुलाई म देखाउँदै छु बाघ भालु, त्यही पनि सेतोवाला 2 खुट्टे। ल हेर्नुस् है त। अरे बाघ भनेको त होइन रहेछ, स्याल पो रहेछ त। अरे स्याल पनि होइन यो। के गर्नु हेर्नुस् है त साथीहरु। ओहो यहाँ त के हो ल यस्तो छ चारैतिर। ओहो भूत आउने हो कि क्या हो। कराए भूत नादी कराए भूत कराउँदैछ गाइस। भूत कराउँदैछ यस्तो सुनसार जङ्गल। ओहो यार म त राति पो देखेँ त यार। उज्यालो रहेछ चस्मा लगाएर चाहिँ अँध्यारो देखेको रहेछ है। यो फेरि 37 अर्बको चस्मा हो कि लाउनै पर्छ के गर्नु त। लु यहाँ हेर्नुहोस् त। लु यो रुखदेखि भूत त उड्ने होइन कहिले। यो रुख घना जङ्गल चारैतिर जङ्गलै जङ्गल। ओहो म त्यही माथि 2 खुट्टामा हिँडिरहेको छु। यहाँनिर। ओ डर लागिसक्यो गाइस। डर लागिसक्यो आया मुटु छाम्दैछु म। कतै भुत्ता आउने होइन एक्ची लाग्यो पनि। आवाज आउँदैछ फेरि कतादेखि आवाज आउँदैछ साथी हो। भूत 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 भूत। अरे वाइफाई कहाँदेखि टिप्यो ला। ओके टाटा। भर्खर यतादेखि मलाई बोलाएको जस्तै आवाज आएको थियो है यतादेखि। यतादेखि बोलाएको यहाँदेखि बोलाएको जस्तै आवाज आएको थियो है। के छ यहाँनिर। अरे यार मलाई यहाँनिर भर्खर बोलाएको आवाज आएको थियो। त्यहाँनिर के गर्छ लास्टै डर लाग्यो। आया मासले मुटु दुख्यो।